त्यही आजसम्म सको हुँदैन तिनीहरूले भनेपछि हाम्रो नेपाली कस्तो कस्तो चाहिँ पढिरहेको छ हामी चाहिँ त्यही एक्जाम्पल लिएर पढेको होइन फ्युचरमा लाने प्रेजेन्टमा लाने होइन फेरि बनाउन चाहिँ फेरि खाइसकेको हुनेछ भन्छौँ फेरि पछि उ गर्दा खाइरहेकै हुन्छ अर्को ब्याचले नि अर्को ब्याचमा नि राम्रै भात खाइरहन्छ राम्रै भात खाएको खाइ नेपालीमा अङ्ग्रेजीमा चाहिँ के अरे पढे रामरिड बुक के अरे रामरिड बुक बच्चैदेखि सुन्दै आएको एक्सप्रेसन ग्रामरका हुन्छ केमा लानुपर्छ अरे फेरि प्रेजेन्टमा प्रेजेन्ट पास्ट फ्युचर फ्युचरमा चाहिँ पढिसकेको हुनेछ त्यस्तो पहिला कस्तो ब्लाइन्ड ट्रेनिङ रहेछ है राम्रै किताब पढाइ यिनीहरूले भविष्य ब्लाइन्ड देखिरहेको छ नभए हामीले रनिङ ब्लाइन्ड देख्नु त्यो त होइन कति वर्ष भयो राम्रै भात खाएको 22 वर्ष अगाडि आजसम्म खाँदैछ कस्तो नअगाउने हो हजुर त्यो रामेको चाहिँ केही काम हुँदैन रहेछ नेपालीमा भात खाएको खाइ इङ्ग्लिसमा पढायो त्यति हो नामै त रामी इन्जिनियरिङ कलेज तर कस्तो यो होइन फोनमा हेर्दाखेरि कस्तो ट्राफिक राइडर खेले जस्तो हुँदो रहेछ हजुर इन्जिनियरिङ कलेज हाम्रो बाइक यहाँ बनाउनु लाउने क्या हो इन्जिनियरिङ रहेछ होइन के हो अगाडि मामा चाहिँ भन्छ के गरेको तिमीले भनेको हजुर